तपाईले जति आफ्नो सोच रोक्न खोज्नुहुन्छ त्यति नै किन बढ्छ? यसको पछाडिको साइकोलोजिकल रिजन मैले यो भिडियोमा एक्सप्लेन गर्ने प्रयास गर्छु। म डाक्टर सन्दीप, मनोरोग विशेषज्ञ। यो फिनोमिनालाई हामीले साइकोलोजीमा सप्रेसन इफेक्ट या आइरोनिक प्रोसेस थ्योरी भन्छौँ। जब तपाईँ भन्नुहुन्छ म यो कुरा सोच्दिन, दिमागले उल्टै चेक गर्न थाल्छ कि मैले सोचिरहेको त छैन भनेर। त्यसैले त्यो सोच बारम्बार फर्केर आउँछ किनभने दिमागले त्यो चेक गरिरहेछ। यस्तो किन हुन्छ भने जब हामी कुनै विचारलाई रोक्न खोज्छौँ हाम्रो दिमागको दुई भागले काम गर्न थाल्छ। पहिलोलाई चाहिँ अपरेटिङ प्रोसेस भन्छौँ, सञ्चालन प्रक्रिया। यसमा के हुन्छ भने यो कुरा नसोच भन्ने सोचलाई दिमागले हटाउन खोज्छ। र दोस्रो मोनिटरिङ प्रोसेस, अनुगमन प्रक्रिया। के मैले त्यो कुरा सोचेको त छैन भनेर त्यो सोच गयो कि गएन भनेर दिमागले चेक गर्छ र यही मोनिटरिङले सोचलाई जिउँदै राख्छ। समस्या फेरि यहाँनिर नै आउँछ। त्यो चेक गर्ने प्रक्रियाले दिमागलाई बारम्बार त्यही नराम्रो र अनावश्यक विचारतिर फर्काइरहन्छ। यसलाई हामीले व्हाइट बियर फिनोमिना पनि भन्छौँ। यदि तपाईँलाई चाहिँ सेतो भालुको बारेमा नसोच भन्यो भने तपाईँको दिमागले त्यो सेतो भालु नै सोचिरहेको हुन्छ। त्यो दिमागमा चाहिँ अनकन्सियसली नै सेतो भालुको चित्र आउँछ। अब यसको सल्युसन के हो त? यसको सल्युसनमा सोचलाई रेसिस्ट या रोक्ने कोसिस गर्ने होइन, यसलाई अब्जर्भ या नोटिस गर्ने कोसिस गर्ने हो। मलाई अहिले यो विचार दिमागमा आइरहेछ भनेर टाढाबाट हेर्नुहोस्, जस्तो कि तपाईँ एउटा फिल्म हेर्दै हुनुहुन्छ। विचारलाई जबरजस्ती हटाउनुको सट्टा या लड्नको सट्टा ठिक छ यो दिमागमा मेरो विचार आइरहेछ, यो एउटा विचार मात्र हो, म यस्तो सोचिरहेछु भनेर एक्सेप्ट या सचेत मात्र हुनुभयो भने त्यसले चाहिँ त्यो सोचलाई नियन्त्रण गर्नमा सहयोग गर्छ। त्यसैले अन्त्यमा रेसिस्ट नगर्नुहोस्, अब्जर्भ गर्नुहोस्। कन्ट्रोल होइन, अवेयर हुने हो। अवेयर भयो भने नै यो जुन सोच बिर्सिन खोजिरहेको सोचलाई चाहिँ हटाउनमा चाहिँ त्यसले हेल्प गर्ने हो। र यसैलाई चाहिँ सप्रेसन इफेक्ट या आइरोनिक प्रोसेस थ्योरी भनेर भन्छौँ। धन्यवाद।